धन्यवाद। सभापति महोदय, नगर पिता नगरपालिकाका प्रमुख मञ्चमा आसन प्राध्यापक रामकृष्ण महाजनमा मेरो हार्दिक अभिवादन नमन र उपस्थित सज्जनवृन्दमा मेरो सविनय निवेदन। सबभन्दा पहिले म लोकचन्दज्यूलाई करेक्सन गर्न चाहन्छु। उहाँलाई मैले पटक पटक भने मेरो विभागको नाम नेपाल भाषा केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय हो। उहाँ पटक पटक हुनुहुन्छ नेवार भाषा भन्नुहुन्छ। उहाँलाई त्यो रोग कहाँबाट लागेको थाहा छैन मलाई। त्यो मेरो नाम होइन। नामलाई तपाईँ आज कसैको नाम चाहिँ स्वर्णमान छ भने के गोल्डन म्यान भन्ने? नेपाल भाषा केन्द्रीय विभाग हो यसको नाम, औपचारिक नाम। भाषा आयोगमा बस्ने पदाधिकारी, सरकारी ओहदा बस्ने मान्छे जुन चाहिँ औपचारिक रूपमा बस्नु भएको छ, उहाँहरूले नाम बदल्दै जानुभयो भने भोलि के हुन्छ? एउटा प्लिज तपाईँ आफूलाई करेक्ट गर्नुहोस्। नेपाल भाषा केन्द्रीय विभाग हो, त्रिभुवन विश्वविद्यालयको युनिट हो यो। त्यो मेरो निजी नाम होइन। त्यही भएर नाम नबदल्नुहोस्। तपाईँको आफ्नो बोली छ भने त्यसलाई के गर्ने गर्नु होला। त्यसपछि म अर्को विषयमा जान्छु। अब यो परिचय क्रममा म आफै परिचय दिन चाहन्छु। यहाँ नेपाल भाषा केन्द्रीय विभागको विषयमा जसरी अहिले हाम्रो लोकचन्द सरले नाम बराबर फेर्दै बस्नुभयो, यो कुरा धेरै नेपाल भाषीहरू र विभाषीहरूमा पनि यसको विषयमा धेरै अन्योलता देखिन्छ र कहीँ अज्ञानता पनि देखिन्छ। अब म विभागीय प्रमुख भएको कारणले मभन्दा अगाडिका विभागीय प्रमुख यहाँ मेरो अगाडि हुनुहुन्छ, प्राध्यापक डाक्टर चन्द्रमान बजाचार्य हुनुहुन्छ। उहाँले पनि धेरै वर्ष काम गर्नुभयो र अहिले म यहाँ भएको कारणले सबभन्दा पहिले मैले मेरो विषयमा जानकारी दिनु मेरो पहिलो दायित्व ठाने। मैले नेपाल भाषा केन्द्रीय विभाग कुन ठाउँको कुन शाखाको के हो त? नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा दुई शाखा रहने गर्छ। त्यसमध्ये विश्वविद्यालय शाखा अन्तर्गत त्रिभुवन विश्वविद्यालयभित्रका विभिन्न संकायमध्ये 39 केन्द्रीय विभाग रहन्छन्। त्यसमध्ये मानविकी संकाय अन्तर्गतको नेपाल भाषा केन्द्रीय विभाग एउटा प्रमुख विभाग हो। यति भनेपछि अब मैले योभन्दा बढी यो समूहलाई यहाँ जुन उपस्थित समुदाय हुनुहुन्छ, यहाँहरू सबै विज्ञ हुनुहुन्छ, त्योभन्दा बढी भन्नु पर्दैन होला। यसको मतलब यो नेपाल सरकारको अनुदानमा चल्ने सरकारी रकम खाने अथवा नेपाली जनताको करले चलेको संस्था हो। र यसमा चाहिँ सबै काम कार्यवाही नेपाल सरकारको नियम विनियम अनुसार त्रिभुवन विश्वविद्यालयको विनियम अन्तर्गत चल्ने संस्था हो। अब यहाँ मैले आजको सन्दर्भमा भन्नुपर्ने कुरा के छ भने यहाँ हेर्नुहोला, शिक्षामा मातृभाषाको प्रयोग, सम्भाव्यता तथा स्तर पहिचान सम्बन्धी सर्वेक्षण गोष्ठी। यो गोष्ठी यहाँ के कसरी हुँदैछ यस्ता विषयहरूमा हामी दोस्रो फेजमा हामी आउँछौँ। तर योभन्दा पहिले मैले भन्नुपर्ने दुई चार कुरा यहाँ देखेँ। धेरै साथीहरूमा नेपाल भाषीको कुरा मात्र हेरियो, नेपाल भाषा एउटा केस हो। यो एउटा चाहिँ अहिले हामीले कुरा गर्ने एउटा प्रसङ्ग हो। नेपाल भाषाभन्दा अरू भाषाहरू पनि नेपालमा छन्, यति यो कुरा चाहिँ हामीले बुझौँ। नेपाल भाषा लगायत अरू भाषाको कुरा गर्दाखेरि फेरि एउटा चिज यहाँ थप्नुपर्ने हुन्छ। संविधानले के भनेको छ भने नेपालको कामकाजी भाषा नेपाली भाषा हुनेछ भनेको छ। अब जुन यो अरू भाषाको विषयमा कुरा हेरेको छ कहाँ आएको छ भने नेपाली भाषा बाहेक रहेछ। नेपाली भाषालाई ठाउँ राखिएको न, नेपाली भाषालाई कहीँ पनि विस्थापन गर्ने भनिएको छैन। त्यसैले हामीले यो कुरा स्पष्ट रूपमा बुझेर कुरा गर्दाखेरि हामीलाई अलि सहज होला। त्यसको अर्थमा अब स्कुलमा हामी अन्तमा नआउँ, स्कुलमै आउँ सिधा। स्कुलमा भोलि नेपाल भाषा पढाउने हो कि नेपाल भाषाको माध्यमबाट कुनै विषय पढाउने हो, त्यो विषयमा कुरा पटक पटक उठ्ने गरेको छ र आज पनि उठ्छ र भोलि पनि उठ्छ। कारण के हो भने अहिले यहाँ विभिन्न संसारका विभिन्न देशहरूको कुरा हो, देशहरू विकास गरेको कुरा आएको छ भनेपछि हामीले गर्न खोजेको के हो? हामी यहाँ पटक पटक राजनीतिक आन्दोलन भएको छ। राजनीतिक आन्दोलन भएपछि त्यसमाथि संविधान पटक पटक लेखिया छ। अब अहिलेको संविधानको कुरा गर्दाखेरि 2063 सालको जनयुद्धपछिको यो चाहिँ त्यसबाट सृजित संविधान हो। त्यसको मूल मर्म के हो भनेको पहिचान सम्बन्धी कुरा हो। त्यो पहिचानको कुरा गर्नु पहिचानमा धेरै कुराहरूमध्ये एउटा प्रमुख आयाम भनेको भाषा हो। भाषामा पनि मातृभाषाको कुरा हो। त्यसमा अब
अघि यहाँ कुरा यहाँ हाम्रो रामकृष्ण सरले पनि भन्नुभयो कीर्तिपुर नगरपालिका एक कुरा गर्नुहुन्छ भने पनि आजको कीर्तिपुर र आजभन्दा 20 वर्ष अगाडिको कीर्तिपुर एउटै हो र भौगोलिक रूपमा भन्ने हो भने अलिकति के फरक भाव हो होला यहाँको अलिकति पिसिस बढायो होला घर बढायो होला अनि राजनीतिक हिसाबमा भन्ने हो भने हिजो नगरपालिकाको सिमाना गर्दाखेरि 8वटा गाविस गाडिएको थियो अब अहिलेको सायद त्यो बढाएको होला त्यति फरक होला जनगणनाको हिसाबमा हेर्ने हो भने आजभन्दा 20 वर्ष अगाडि यहाँको जनसङ्ख्या 40,000 थियो आज करिब 53-54,000 को आँकडा अहिले आएको छ त्यसै हेर्दा अब कीर्तिपुर नगरपालिकाभित्र चलाउने स्कुलहरूमा एउटै भाषाबाट के शिक्षा दिन सकिन्छ तपाईहरु आफै भुक्तभोगी हुनुहुन्छ तपाईहरु आफै यहाँ बस्नु भएको छ यहाँ कीर्तिपुर नगरपालिकाभित्रको यो जातीय कम्पोजिसन बनावट कस्तो छ एउटा टोलमा यही नजिकैको हामी यहाँ स्कुलको कुरा गरौँ मङ्गल उच्च माध्यमिक यो डिलसँगै यहाँ छ त्यो स्कुलमा हामी गयौँ भने कति किसिमका भाषाभाषी बच्चाहरू पढाउँछन् भनेपछि त्यहाँको स्कुलको टिचरले त्यहाँको भाषाको म्यानेजमेन्ट कसरी गर्ने अब यसमा दुईवटा कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ हामी भाग्यवश दुर्भाग्यवश यस्तो देशमा हामी बसेका छौँ देश सानो तर 123 भन्दा बढी औपचारिक रूपमा तथ्याङ्क भएको देश एकदम डकुमेन्टेसन भएको भाषा भएको देश अब तपाईँ भाग्य मान्नुहुन्छ कि या दुर्भाग्य मान्नुहुन्छ आजसम्मको दिनमा नीति निर्माताहरूले यसलाई एउटा चाहिँ अवरोधको रूपमा हिन्ड्रान्सको रूपमा अब्स्ट्याकलको रूपमा लिइरहेका छन् भनेपछि अब यसको अर्को पक्ष अर्को पाटो भनेको चाहिँ अधिकार कर्मीहरू जो कराएका छन् आन्दोलन गरिरहेका छन् तर दुई पक्षको बिचमा समन्वय भएको छ त भएको छैन भनेपछि अब गर्ने के त तपाईँ हामी जो शिक्षामा काम गर्छौँ शिक्षक छौँ प्रायः हामी अभिभावक छौँ अभिभावकको चाहना के हो म यदि अभिभावक भएर के भन्छु मेरो बच्चालाई मेरो घरमा बोल्ने जुन भाषा हो त्यो भाषाको माध्यमले पढाइ होस् म त्यो भन्छु म शिक्षा भएर के हुन्छु म त जागिर खान्छु सरकारको पैसा खान्छु म के हुन्छु काम थोरै गरौँ सबैले घरै नपरोस् ठगेर भागौँ त्यसो चाहिँ एउटै सरकारले बनाएको भाषा पढा भइहाल्यो नि बडा सिधा कुरा गर्छौँ हामी अब म यो कुरालाई यतिकै थाहा राखेँ अर्को एउटा सानो उदाहरण दिन्छु मेरो आफ्नो अनुभव म शिक्षा शास्त्र अध्ययन संस्थानको विद्यार्थी म त्यहाँ पढ्न आएँ त्यहाँ मैले हिसाब पनि पढ्नुपर्छ हिसाब पढ्दा मलाई त हिसाब मन नपर्ने विषय तर कसरी पढ्नुपर्छ मैले नपढे हुन्न किनभने भोलि चिकित्सा क्षेत्रमा त हिसाब गर्नुपर्छ त्यहाँ एकजना सर आउनुभएको थियो सर उहाँको नाम चाहिँ मैले ठ्याक्कै त भोलि तर मलाई जहाँसम्म याद छ उहाँको नाम पूर्ण प्रसाद कडरिया उहाँ नाप्तोल विभागको महानिर्देशक भएर जानुभयो उहाँले पढ्नुभएको लाइन उहाँले के भने हिसाब नपढ्नुहोस् एउटा कविता सुनाउनु उहाँले के सुनाउनु भएको छ त्यो कविता अब आज मलाई खुब याद आएको छ सावा समय दर माथि सय राख तलतिर काटी गुनी हेर निस्कन्छ ब्याज सरासर यो कुरा मतलब के हो I equal to PNR/100 equal to interest यहाँ भन्नु खोजेको के हो भने अभियन्ताहरू के छन् भाषामा पढाइ होस् भनेका छन् नीति निर्माता त्यो न भन्ने यहाँ त सरकारले भन्नु पर्यो ल यहाँदेखि मान्छे चाहिँ जस्तो राणाकालमा हुन्थ्यो नि काठमाडौँ भ्याली पस्दाखेरि त्यहाँ सिमभन्ज्याङमा पहिले त्यहाँ उलाउँथ्यो त्यो के चिसबानगढीमा त्यहाँ भिसा आउँथ्यो 4 दिन कोटेपछि ल जाने रोड गर्थ्यो के अब हामी त्यहाँ कहाँ फर्कने त्यो होइन आज हामी प्रजातान्त्रिक युगमा छौँ भने सबै मान्छेले पढ्न पाउनुपर्छ तर कसरी पढ्ने त के विषय पढ्ने कसरी पढाउने त कसरी पढ्ने कसरी पढाउने अघि हाम्रो चाहिँ विष्णु सरले भन्नुभयो हाम्रो यहाँको अहिलेको समस्या के हो त सिक्ने र सिकाउने बुझ्ने र बुझाउने त्यो किन भयो त त्यो समस्या के भएको त भनेपछि शिक्षा के हो त शिक्षा दिने मान्छे शिक्षक शिक्षा लिने विद्यार्थीको बिचमा विनिमयको एउटा आधारबिन्दु हो त्यो विनिमयको आधारबिन्दुमा के हुन्छ हामी बजारमा गयौँ तरकारी किन्न गयौँ भने किनेले के भन्छ यो तरकारी 4 रुपियाँ दिनु बेच्ने के भन्छ यो 6 रुपियाँ भन्छ 6 र 4 भनेपछि टस्का बस्नुहोस् व्यापार हुन्छ र हुँदैन नि किनेले अलिकति बढाउनु पर्यो दिनेले अलिकति घटाउनु पर्यो भनेपछि उसको बार्गेनिङ पोइन्ट 5 रुपियाँ आएर मिल्ला
तब न विनिमय हुन्छ भनेपछि शिक्षा पनि विनिमय हो। अब यो विनिमय कुन आधारमा कुन भाषामा गर्ने तपाईँहरूलाई याद होला। अहिले हेर्नुहोस् यहाँ हामी कहाँ टोटोलमा घुमिरहेको छौँ, साइकल लिएर ठेला लिएर गएको छौँ। उसले के भन्छ भण्डा यति भन्छ, उसले यति भन्छ। हामी यहाँ के भन्छौँ हिजोसम्मको अवस्था फेरेर अहिले के भन्छ हामी अहिले पनि यहाँका स्थानीय मान्छेहरू के भन्छ ए मर्स्या भन्छ उसले। हेर्नुहोस् उसको बोली ए मर्स्या भन्छ उसले भने मतलब ए मर्स्या भनेर भन्यो उसले। अनि उसको बोलीमा कडक पनि छ, एकदम त्यो एकदम अथोरिटी छ। तर के भन्छ चिक्ना भन्छ। के हो त्यो ए मर्स्या भनेपछि उसले जुन किसिमले थर्काउनु खोजे हो उति गर्यो चिक्ना। अनि उसले जवाब के दिन्छ उसले न्यार्का बजे भन्छ। न्यार्का बजे भन्छ के हो त तपाईँले जसलाई दमन गर्नु खोज्नु भएको थियो, दल्न खोज्नु भएको थियो, त्यो मधेसीले तपाईँको भाषामा उसले भन्दैछ के भने मैले तेरो भाषा सिकेको छु त मसँग किन्दैछस्। उसको चाहिँ अप्रत्यक्ष बोली हामी के भन्दैछौँ उसले भन्न पर्यो ए मर्स्या भनेर हामीले गाल्न खोजेको उसलाई। तर के भने हामी आफै गऱ्यौँ। यो कुरा हामीले बुझेनौँ र अहिले हामी घर घरमा के भन्छौँ हामी प्रत्येकले घर घरबाट नेपाली बोल्ने वक्ताले घरबाट नेपालीलाई के त्यो ठेल्दैछ, घरबाट चाहिँ गलत गरेछ ए भोकै ठाक छ। नेपाली बोल्ने वक्ताले नेपाली बोल्ने धनीमानी भवानी बोल्ने के छ अङ्ग्रेजी बोल्न थाल्छन् है। अनि चाहिँ नेपाली नबोल्ने जस्तो म जस्तो नेवारको छोरा भवानी मैले म मेरो घरमा चाहिँ अब चाहिँ नेवारी बोल्ने होइन, म चाहिँ अब चाहिँ नेपाली बोल्ने भएँ। मैले पनि ठ्याक भोकै ठाक लगाएँ भनेपछि सबलाई भोकै ठाक लगाएपछि अब नेपाल भन्छ कहाँ भन्नुहोस्। मैले नेवारीको मात्रै कुरा राखेको समग्र देशको अवस्था यो हो। अहिले मधेसको मान्छे आओस्, पहाडको मान्छे आओस्, जहाँको पनि भनेपछि हामी नेपालीलाई नेपाल भन्ने चिज चाहिएको होइन। हामीलाई के चाहियो भनेपछि आफू एकजना बस्ने, आफू एकजनाको भलो होस्, छोराको पनि भोलि नाश होस्, छोरीको पनि भोलि नाश होस्, उसलाई चाहिँ सन्तानको माया छैन के माया छैन भनेपछि मैले यो किन भन्न खोजेँ भने अहिले हाम्रो मूल बिन्दु कहाँ भने मातृभाषाको कुरा गर्दाखेरि मातृभाषा को त कि विदेशबाट ल्याएको मम्मी हो त? नेपालमै हुने मैया मा आमा यिनीहरू नै हुन् नि। हामीले यो कुरा हामी सिकाउँदैनौँ। समाजमा बसेपछि समाजले कुन चाहिँ भाषा ग्रहण गर्ने भन्ने चिज तपाईँको घरमा भोज भएपछि तपाईँले निम्ता कार्ड छाप्नुहुन्छ। तपाईँले निम्ता कार्ड छ रातो कलरको कार्ड देखेपछि मलाई पनि थाहा छ यो त निम्ता कार्ड मलाई भोज बोलाएको, त्यहाँ कोही भाषा जान्नु आवश्यक छ? त्यो तपाईँको सिम्बल हो, त्यो प्रतीक हो, त्यो बिम्ब हो। त्यो बिम्बले तपाईँले के हुन्छ मलाई यसले भोज बोलाएको। तर तपाईँले आफ्नो भाषा लेख्नुहोस्, तपाईँ कहाँ कोही पनि भोज नआउने मान्छे हुन्न, भोज आउँछु म कहाँ आएको छ अहिलेसम्म अथवा आएको थाहा छैन मलाई। तर हामीलाई के छ स्पेसली म यहाँ काठमाडौँको नेवारको कुरा गर्छु। म बक्कैला कार्ड लेखेपछि त्यो रातो कार्डमा पनि एक ठाउँमा नेपाल भाषा लेख्ने अथवा गभर्मेन्ट असली लेख्छ उसले, अर्को ठाउँमा चाहिँ इङ्ग्लिस लेख्छ। त्यो लेख्नु पनि किन बाबा? तपाईँले आफ्नो कामप्रति आफ्नो गरेको कामप्रति ऊ छैन, स्वाभिमान छैन। त्यसले हामीले गर्ने कुराहरूमा पनि कति कुराहरू हामी आफूले गर्ने व्यवहारमा त्यो कुराहरू अब सबैले हाम्रो यहाँ मेयर साहब हुनुहुन्छ। मेयर साहब मेरो क्याम्पसको विद्यार्थी हुनुहुन्छ, पहिले हुनुहुन्थ्यो, अब त अहिले त हुनुहुन्न। त्यहीँबाट उहाँलाई डिस्ट्रिक्ट भएर आउनुभएको। अब मैले उहाँलाई नपढाएँ होला, तर जसरी उहाँले पढ्नु भएको छ त्यो शिक्षा उहाँमा छ। भाग्यले तपाईँको कृतिपुरवासीहरू हुनुहुन्छ, कृतिपुरवासीले यस्तो मेयर पाउनु भएको छ। उहाँ स्वयंमा लाग्ने त ठाउँ छ, उहाँलाई तपाईँले होस्टेलमा हस्ते गर्नुहोस्। तपाईँले के भन्नु पऱ्यो भने म मेरो स्कुलमा यो चिज पढाउँछु, म मेरो घरमा यो गर्छु, म चाहिँ यो के गर्छु। नेपाल भाषा मात्र होइन, नेपाली होस्, तामाङ होस्, मगर होस्, कृतिपुरमा स्पेसली पाउने अर्को जाति छ गन्धर्व, उहाँहरू पनि होस्। गन्धर्व यहाँ कृतिपुरमा स्पेसली पाइन्छ। अब एउटा कुरा यहाँ के तपाईँले बुझ्नुहोस् भने काठमाडौँ उपत्यका प्लस धुलीखेल काभ्रे चौतारासम्म पनि मेरो आफ्नो फिल्डसम्म भेटेको मैले नेवारहरूको लोकालिटीमा जो बस्छन् त्यहाँ जुनसुकै जातिबाट पनि नेवारी बोल्छन्। त्यसको मतलब यो होइन कि त्यहाँ मैले नेवारी नै बोल्नुपर्छ उसलाई गाल्नुपर्छ, त्यो होइन। एक अर्कामा सरिँदै हौँ, हामी एक अर्कालाई सम्मान गरौँ, त्यसरी बसौँ। र त्यो बस्ने हो भने अब त्यो कुरा मैले यहाँ कहाँ जोड्न खोजेको भने मैले पढेको स्कुल भनेको श्री महालक्ष्मी माध्यमिक विद्यालय हो।
है। मेरो ठाउँ गाउँ अहिले पनि सिमालसी नगरपालिका हो अहिलेको। त्यहाँ मेरा गुरुहरूले मलाई पढाउने विषय अङ्ग्रेजी विज्ञान नै हुन्। त्यो पढाउन उहाँले के गर्नुहुन्थ्यो भने नेपालीमा भन्नुहुन्छ, कहीँ अङ्ग्रेजीमा भन्नुहुन्छ। अनि मलाई नेपाल थाहा छैन भनेपछि उहाँले चाहिँ आएर भन्नुहुन्थ्यो। मेरो गुरु जब हुनुहुन्थ्यो कृष्णप्रसाद आचार्य भुवनेश्वर गौतम, उहाँले मलाई नेवारी बोलाउनुहुन्थ्यो। भनेपछि मैले के भने हामी अहिले कुन चाहिँ माध्यम भाषा बनाउने भन्दा पनि जनगणनाले त देखाउला कति 53% 54% देखाउला। यहाँ आँकडा दिनुभयो कि 28,000 चाहिँ नेपाली स्पिकर, 23,000 चाहिँ नेपाल भाषा स्पिकर भन्ने कुरा। सके नेपाल भाषा स्पिकरमा त्यो जुन अङ्क देखिया छ त्यो अङ्कमा पनि के होला, त्यहाँ सायद चाहिँ धेरै मान्छे चाहिँ नेपाल भाषा नबोल्ने होला। तर हामीले के नबोलौँ भने हामी कुन ठाउँमा बसेका छौँ। यो ठाउँ भनेको के हो भने नेपाल मण्डल सेक्टर भनेपछि यहाँ स्वभावतः तामाङ र नेवारको बाहुल्य क्षेत्र हो। अरू अहिले आएका भनेका उहाँहरू हाम्रा पाहुना हुन्। पाहुनालाई एउटा ठाउँमा राखौँ र यहाँको त्यो जुन दृष्टिमा राखेर हामीले काम गर्न थाल्यौँ भने यो मातृभाषाको शिक्षामा केही समस्या हुन जस्तो मलाई लाग्छ, किन मैले भोगेर आएको त्यो कुरा। म यति भन्दै मेरो कुरा यही टुङ्ग्याउँछु, अरू पछि। धन्यवाद।